केटा हो साउथ अफ्रिकाले हारेको गेम जित्न थालिसक्यो। अब ढुक्क यो वर्ल्ड कप साउथ अफ्रिकाको नाममा लेख्दै हुन्छ, यसरी सर्र लेख्दै हुन्छ। के भयो भन्न, 2टा सुपर ओभर भयो आजको गेममा। तर त्यो सुपर ओभर हुनको अगाडिको कुरा भन्छु है म। रिकल्टन र क्विन्टन डिककले 50+ स्कोर बनाए अनि 187 को टार्गेट विथ लस अफ 6 विकेट अफगानिस्तानलाई दियो। 3 बलमा अफगानिस्तानलाई 2 रन चाहिएको थियो तर फिरिट भयो अनि त्यही बलमा रन आउट भएर नुर अहमद स्कोर टाई भयो। उनीहरूको रमिनुल्लाह गुरबाजले 84 बलमा 46 बलमा 84 रन हान्यो। अनि त्यसपछि फर्स्ट सुपर ओभर सुरु भयो। फर्स्ट सुपर ओभरमा के अरे अजमतुल्लाह उमरजाईले 5 बलमा 16 रन हानेर 70 को टार्गेट दियो साउथ अफ्रिकालाई। अनि साउथ अफ्रिकाको ब्याटिङ गर्न आयो टिस्टन हो कि डेभिल ब्रेभिस। डेभिल ब्रेभिसले हान्यो छक्का हानिसकेपछि आउट भयो डेभिल ब्रेभिस। अनि त्यसपछि के भयो भन्न, 1 बलमा 7 रन चाहियो। ट्रिस्टन स्टप स्ट्राइकमा ट्रिस्टन स्टपले सिधै छक्का हानिदियो। अनि त्यसपछि फेरि स्कोर लेभलमा आयो र टाई भयो। अनि सेकेन्ड सुपर ओभर सुरु भयो। सेकेन्ड सुपर ओभरमा के भयो भन्न, सेकेन्ड सुपर ओभरमा डेभिड मिलर र ट्रिस्टन स्टपको 6 रन र डेभिड मिलरको 16 रन बनाएर 23 रन हुन्छ। 23 रन 24 को टार्गेट दियो अफगानिस्तानलाई। अफगानिस्तानको झन् इन्ट्रेस्टिङ कुरा 2 बलमा 0 रन हानेर डक भयो मोहम्मद नबी। अनि त्यसपछि आयो को के अरे आजको म्याचको हिरो रमिनुल्लाह गुरबाज। रमिनुल्लाह गुरबाजले लगातार 6 हानिदियो, 3टा 18 रन भयो। अनि त्यसपछि चाहियो कति रन, 5 रन 1 बलमा। त्यसपछि के भयो भन्न केटा हो, 5 बलमा हो कि 1 बलमा 5 रन चाहिँदाखेरि केशव महाराजले वाइडतिर बल फालिदियो अनि सिधै आउट बनाइदियो। केशव महाराजको अनुभवले रमिनुल्लाह गुरबाजलाई धोबी पछाडिदियो। तर आजको गेम चाहिँ मजा आयो अनि अफगानिस्तानलाई वर्ल्ड कपबाट बाहिराइदियो साउथ अफ्रिकाले। साउथ अफ्रिकाले 2 गेम जित्यो। 2 गेममा 2 गेम जितेर सुपर 8मा पक्की आफ्नो नाम लेखिसक्यो केटा हो। साउथ अफ्रिका र अहिलेको वर्ल्ड कपमा न्युजिल्यान्डको फाइनल हुन्छ। बुझिस् नि केटा हो। जय नेपाल।